हेलो साथीहरु, नमस्ते सबैजनालाई। आज हामी फाइनल्ली शिवरात्रि मेला अवलोकन गर्न जाँदै छौं। शिवरात्रि मेला सेमलारको निकै नै प्रख्यात, एकदम परापूर्व कालदेखि चलिआएको पौराणिक मेला पनि भन्न मिल्छ। हामीले सानैबाट बच्चा बेलाबाट एकचोटी पनि त्यो मेला नछुटाइकिन हेर्थ्यौं। आज पनि अब यत्रो वर्ष भइसकेपछि पनि हामी अझै त्यो मेलालाई एकदम विशेष माया लाग्छ। अहिले म शिवरात्रि मेला घुम्नको लागि घरबाट निस्किदै छु। साथमा मेरो बुढी पनि तयार भएर एकदम एक्साइटेड तरिकाले घुम्नलाई रेडी हुँदैछ। केही भन्दै छौ? कस्तो लागिराखेछ त मेला घुम्न जाँदा? एकदम एक्साइटेड छौ? एकदम रमाइलो लागिरहेको, कथेर पुगेला जस्तो भयो। छिटो पुराउनु त। ल है त साथीहरु, हामी भिडियोमा जोडिराख्नु होला। म सबै तपाईहरुलाई लाइभ गरेर देखाउन गइरहेको छु। मेलाका छडहरु, मेलाका सबै झलकहरु। साथीहरु, यो चाहिँ फर्स्ट भ्लग भएर नि होला, बोल्न चाहिँ खासै आएको छैन, सिक्दै छौं। यो बिस्तारै बिस्तारै बोलीमा सुधार हुँदै जाने छ भन्ने चाहिँ अपेक्षा छ। अब के हुन्छ हेरौँ। सबै आउने र जाने क्रम जारी छ। शनिबार भएको हुनाले सम्भवतः मेला एकदमै भिडभाड हुने जस्तो लागिरहेको छ, किनभने मान्छेको बाक्लो उपस्थिति भएको छ। सबै विद्यार्थीहरू अनि शिक्षकहरूदेखि लिएर सबै कर्मचारीहरूको 4 दिन लगालग छुट्टी भएकोले पनि यो मेला अझै रोचक हुनेवाला छ, भिडभाड बढी हुनेवाला छ। साथीहरू, हामी मेलाको पार्किङमा आइपुगेको छौं। यसरी घरहरुमा बाइकहरु यसरी पार्किङ गरिएको छ। पारिपट्टि हेर्नुहुन्छ नि हजुरहरुको यसरी गाडीहरु पार्किङ गरेको छ। हामी मेलाको एकदमै नजिकै आइपुग्यौं। अब मेला नजिकै छ, भिडियोमा जोडिनु होला। साथीहरु हेर्नुस् त, बेलुका साँझतिरको मौसम एकदम रमाइलो मौसम देखिएको छ। मेलामा भिडभाड पनि त्यतिकै, आज शनिबारको दिन परेको हुनाले अत्याधिक भिडभाड छ। मान्छेहरू मेला अवलोकन गरेर फर्किने क्रम पनि जारी नै छ। त्यसै गरेर भर्खर घाम डुब्ने बेलामा मेला प्रस्थान गर्ने मान्छेको सङ्ख्या पनि त्यतिकै धेरै नै छ। हजुरले हेर्न सक्नुहुन्छ, हरेक घरमा पार्किङको व्यवस्था गरिएको छ। पार्किङबाट पनि यहाँको स्थानीयहरूले मनग्गै आमदानी गरेको छ। रिक्साको व्यवस्था पनि यसरी गरिएको छ। राम्रोसँग रिक्साहरू राखिएको छ। मेला अवलोकन गर्न आउनेलाई आवत जावत गर्नको लागि ट्रान्सपोर्टेसनको पनि यसरी व्यवस्था छ। रिक्सामा हजुरले देख्न सक्नुहुन्छ, पार्किङहरू पुरै सवारी साधनहरू एकदम खचाखच छ, भरिभराइ छ। देखिसकेको छ, हामी पुग्नु भएको फेरि भिडियोमा जोडिनेछौँ। पहिलालाई म यहाँ इन्ट्रेन्सबाटै हजुरहरूलाई एक झलक देखाएको थिएँ टिमको। अब हामी मेलातिर पस्छौँ। यो दाइ मेला साथीहरू, कतै उठ्दै जुस, कतै चटपट, कतै मेला सक्यो। सकियो दाइ। अच्छा
पहुंचा है मेला बा इतना बड़ा मेला लगा तो आदमी हर बार हो जाते हैं हाँ केटाकेटीको खेलाउने कुराहरू एकदम भरि भरेको छ Yes, ma'am, I'm Bakos. Sempurna ni hamba benar lebat dari diri banyak orang. Farknya keramaian kita देखते हैं इसके निकाले. आपने सबको छात्र जाए. प्रत्येक जना दे सेको से कागरवारी बनाई देने वाला. कृपया करके नहीं देने वाला. फर्क कर सहयोग कर देना कलाई. हार्दिक अनुरोध कर रहे हैं कुछ. रमाइलो भइरहेछ मेला ल है साथीहरू बच्चाको आइटमहरू मतलब धेरै राखेको पाइयो हामीले साथीहरू यो गेटबाट यता मिठाई किन्ने ठाउँ यहाँको फेमस नारायणपुरको मन्सुर मिठाई किन्ने ठाउँ यता छ भने यतातिर चाहिँ लगायतका ठाउँहरू छ साथीहरू रोटे टिम ढुङ्गा बच्चा बच्चीहरूको लागि घुम्ने आइटमहरू ट्याटु भन्ने ठाउँ पनि यहाँ छ देख्न सक्नुहुन्छ सकल भयो सबै गिलासहरू ढल्यो भने चाहिँ हामीले 100कोले 500 पाइन्छ रमाइलो रमाइलो गेमहरू पनि मेलामा हामीले देख्न पाइन्छ
है साथीहरू यहाँ मेलामा बबाल भइसकेको छ, झगडा भइसकेको छ। भिडभाडमा एउटा न एउटा लफडा हरेक साल हुन्छ, अहिले पनि लफडा भइसकेको छ। प्रहरी साथीहरूले सुरक्षाको हातमा हुनुहुन्छ, भिडभाडलाई नियन्त्रण गर्नको लागि आरोपीहरूलाई ल है साथीहरू, चर्के पिङ भोटे पिङमा एकजना साथी गर्नुभएको छ, पिङ घुमिरहेको छ। पिङमा केही प्राविधिक समस्या आएको हुनाले पिङको लाइटहरू चाहिँ बन्द गरिएको छ, तर पिङ चाहिँ चलिरहेको छ। त्यसपछि म पनि खेल्न जाँदैछु। साथीले हात हल्लाइरहनु भएको छ, यहाँ हेर्नुहोस् त, तपाईँ पनि एकदमै मजा आइरहेको होला। 125 रुपियाँ रहेछ है साथीहरू यसपालि रोटी पिङको चार्ज। त्यसै गरेर यता डुङ्गा छ, डुङ्गाको पनि 125 रुपियाँ छ टिकट। अहिले मेलामा चाहिँ बिजुलीको समस्या भएको हुनाले, लाइटको समस्या भएको हुनाले कतै पनि लाइन बलिरहेको छैन, लाइट बलिरहेको छैन। घोडा साथीहरू, घोडाको यो रिङ रहेछ, यो सबैजना घोडामा फुलमा केमा हाल्नु, हात्तीमा केमा हाल्नुहुन्छ। यसपछि यो रिङ मेरो लास्टमा केमा रोकिन्छ उहाँले घोडा फुटिहाल्यो नि। यहाँ 550 ल हात्ती र घोडा, खुल्ला दिन त हात्ती र घोडा हात्ती 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 गयो गयो गयो। सुगा सुगामा पर्यो है, सुगामा पनि हालिदिनु पर्छ। ढुङ्गाको टिकट 125, त्यसै गरेर रोटी पिङको पनि 125 रहेछ। ल है साथीहरू, फाइनली हामी मेला सबै घुमेर भ्यायौँ। स्वागत छ है त हाम्रो राजन सरले सोध्नुहोस् न, आज टिम ड्राइभरलाई एउटा स्टेजमा लिएर आग्रह गर्न चाहन्छु। कृपया गरेर आजको दिन रमाइलो गर्नुपर्छ हो कि होइन?
मेला घुमेर सकिसक्यौँ। अब हामी घरतिर फर्किन लागिरहेछौँ। हेर्नुहोस् त साथीहरू, पार्कमा कति मजाले लाइटहरू एकदम मजाले सिँगारिएको छ। यो मूल मन्दिर हो साथीहरू। यही मूल मन्दिरमा दर्शन गर्नको लागि हामीले लगभग करिब 3 घन्टा 4 घन्टा जति हामी लाइनमा बस्नु परेको थियो यो मूल मन्दिरको दर्शनको लागि। अब भने शिवरात्रि नभएको हुनाले मन्दिर खाली छ। झिलिमिली बत्तीहरूले मन्दिरलाई सिँगारिएको छ शिवरात्रि पर्वलाई लक्षित गरेर। यहाँनिर चाहिँ अब देख्न सक्नुहुन्छ गणेश मन्दिर। र हामी चाहिँ गेटबाट बाहिर निस्किएर घरतिर प्रस्थान गर्दैछौँ। कस्तो रह्यो त मेला घुमघाम? एकदम रमाइलो लाग्यो। साथीहरू पनि आउनु होला, सबैजना आउनु होला। शिवरात्रि मेला, सेमलार मेला, पौराणिक मेला घुम्नको लागि, अवलोकन गर्नको लागि।